बनाऊ त्यो उसले दाजुभाइ आज दमलीबाट फर्किँदै विशेष काम योजनाको कामहरू लिएर दाजुभाइ दमली गएर फर्किँदैछौँ। आज हाम्रो एकदम आदरणीय दाजु, हाम्रो वडा अध्यक्ष वडा नम्बर 2 को दाजु सुमन राणा मगर दाजुसँग ठिक छ। दाइलाई लुक्स ट्याक्कै दयाङको पारामा देखिएको छ। के गर्ने अब जनताको सेवक बनेर हिँडेको छु के अरे भाइ। हजुर दाइ। अब भाइहरूको साथ सहयोग सल्लाह पनि मैले युवा वर्गको पनि लिन्छु। अनि अब युवा बुद्धिजीवी साथीहरू, हजुर अब तपाईँहरूको साथ सहयोग नै मेरो लागि ठुलो एउटा सम्पत्तिको रूपमा मैले लिएको छु, एउटा गहनाको रूपमा लिएको छु। हजुर यस्तै अभिभावकहरूले पनि मलाई साथ सहयोग सल्लाह दिनुहुन्छ, सुझाव दिनुहुन्छ। कार्य योजनाहरू यसरी गर्नुपर्छ भनेर उहाँले चाहिँ सही तरिकाले मैले सबै कुराहरूको मूल्याङ्कन गरेर सही बाटो सही कुरालाई चाहिँ अलिएको छु के अरे। अब भाइ त झन् अब अलिकति बुद्धिजीवी एउटा सर्कलमा समाजमा चाहिँ एउटा केही राम्रो काम गर्नुपर्छ, समाजलाई एउटा सही दिशातिर लानुपर्छ, सही मार्गमा लगेर समाजको विकास ठाउँको विकास गर्नुपर्छ भन्ने भाइको पनि सल्लाह सुझाव एकदम राम्रो छ। एकदम होइन, हाम्रो वडाको विकास चाहिँ है एकदम तीव्र गतिमा नै अगाडि बढेको छ भाइ। पहिला पनि त हाम्रो वडा यस्तो थियो। अब पहिला पनि वडा नभएको होइन, वडा थियो। वडा अध्यक्ष म जस्तै अरू पनि वडा अध्यक्ष थियो, तर कार्यक्षमतामा फरक चाहिँ पर्छ नै। मैले नयाँ ढङ्गले गर्ने काम गरेँ। हजुर अब विकासका योजनाहरू ल्याउँदा अब त्यहाँबाट दौडिने भागदौड गर्ने स्पिड कहाँ कहाँ जानुपर्ने त्यो तरिकाले झ्याउ नमानिकन आफ्नो समय दिने, जनताको चाहिँ भोलि डोर टु डोर जनताको भोलि समस्या पऱ्यो भने मैले केही उस भयो भने घरमै गएर पनि मैले सेवा दिने कामहरूमा चाहिँ पछि परेको छैन। सकेसम्म थाहा पाइन्जेलसम्म हरेक कुराहरूमा चाहिँ म जनताको पक्षमा रहेर र यहाँको माटोको पक्षमा रहेर मैले काम गरिरहेको छु। अब कतिसम्म सफल भइन्छ अब हेरौँ। अझ 2.5 वर्ष छ। हो त होइन, धेरै परिवर्तन भएको छ दाइ। कहिले पनि एउटा बजेट पनि नपर्ने ठाउँमा तपाईँ आइसकेपछि अब राम्रै भएको छ। अब जति गरे पनि सबैसँग राम्रै हुन्छ र सबैले राम्रै मानिदिन्छन् भन्ने चाहिँ हुँदैन दाइ। यस्तै हो। होइन मैले तर सुन्नु न हरि भाइ, कस्तो भने मैले कुनै जाति धर्म धनी गरिब एकदम लिङ्ग कालो सेतो केही नबनिकन होइन, सबै जाति सबै धर्म सबै वर्गीय सबै चाहिँ उसलाई चाहिँ समेटेर